सबुत प्रमाणसहित भेटिसकेपछि सुरक्षासहित इज्जतसहित राख्ने वा प्रमाणसहित भेटेको आधारमा गर्ने केही कारबाही पनि त होला नि त। एउटा सामान्य साइकल चोरेको भेटियो भने उसलाई लगेर कतै थुनिन्छ। डलरका डलर लुकाएर देशमाथि जनतामाथि ठगी गरेको पुलिस र प्रहरी तपाईँ सञ्चार जगतसहित प्रमाणसहित जनताले अगाडि भेट्दाखेरि जनताभन्दा ठुलो प्रमाण के हुन्छ? त्यसमाथि पनि आयोग गठन गर्नु भनेको त फेरि भ्रष्टाचारमाथि थप भ्रष्टाचार गर्नु हो। आयोग बनेको छ, आयोगले काम गर्दै होला। TOR दिएको छ, 3 महिनाको कार्यादेश समय अवधि तोकेको छ। Interesting. यसले गर्ला नि त सर काम। बहादुर कार्की आउनु भएको छ। बडो इन्ट्रेस्टिङ कुरा राख्नुभयो। यो देशमा CIB थियो, यो देशमा आयोग थियो, यो देशमा सेना थियो, यो देशमा सुरक्षा थियो भने 9 वटा घेरा क्रस गरेर जानुपर्ने ठाउँमा राजदरबार हत्याकाण्ड कसरी भयो होला? यत्रो भ्रष्टाचार गर्दै गर्दाखेरि के CIB को कुनै पनि व्यक्तिलाई थाहा थिएन होला? एउटा सामान्य नागरिकमाथि CIB लाग्छ, एउटा सामान्य नागरिकमाथि गुप्तचर लाग्छ, एउटा सामान्य नागरिकमाथि प्रहरी प्रशासन लाग्छ। त्यत्रो घटनाक्रम नेताहरूले गर्दै गर्दा केही थाहा थिएन होला? उल्टै स्लोट दिएर उनीहरूमाथि संरक्षण भइरहेको थियो। कार्यकर्तालाई थाहा थिएन होला?